नमस्कार, म करण सिंह बडाल। आजको भूराजनीतिक श्रृङ्खलामा मैले विश्व भूराजनीतिको भन्दा पनि नेपालमा यही फागुन 21 गते सम्पन्न भएको निर्वाचन र निर्वाचनको परिणामले जुन प्रकारले भूराजनीतिक टकरावको एउटा केन्द्र बन्ने प्रकारको सम्भावना देखाएको छ, यो विषयमा मैले संक्षिप्तमा चर्चाको प्रयास गर्नेछु। पहिलो कुरा, पुराना राजनीतिक दलहरू एमाले, काङ्ग्रेस र माओवादी केन्द्र र हालको नाम फेरिएर बनेको नेपाली कम्युनिस्ट पार्टीका जुन प्रकारका नेताहरूको एउटा दम्भ थियो, त्यो दम्भलाई नेपाली जनताले नाङ्गेझार बनाएका छन्। उनीहरूको भ्रष्टाचारी प्रवृत्ति, दलाली, घुसखोरी र राष्ट्रलाई घात हुने प्रकारका जुन उनीहरूका नीतिहरू थिए, त्यो नीतिका विरुद्ध जनताले आफ्नो जनमतको प्रयोग गरेर अहिले ती पुराना राजनीतिक दलहरूलाई एउटा इडेड बक्सको रूपमा स्थापित भइसकेका र ती एउटा स्टक पाइलका रूपमा रहेका जो कुहिएर सडेर गन्दा हुने स्थितिमा पुगेका थिए, समाजलाई प्रदूषित बनाएका थिए, ती राजनीतिक दलहरूलाई अहिलेको जनताको अभिमतले नाङ्गेझार बनाएको छ र उनीहरूलाई एक प्रकारले शक्तिहीन अवस्थामा पुर्याइसकेको छ। पहिलो कुरा यो। दोस्रो कुरा, यो निर्वाचनको परिणामले अब जुन नेपालको राजनीतिको मूलधारमा पहिलाको वैकल्पिक शक्ति र अहिले मूलधारमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू कुन प्रकारले निर्वाचित भएका छन्, कस्ता खालका सांसदहरूले नेपाली जनताले चुने, आशिका तामाङ, त्यसै गरी कुन अर्थमा रविन्द्र मिश्रभन्दा अहिलेकी काठमाडौँबाट निर्वाचित रञ्जित दर्शना अब्बल हुन्। उनीहरू दुईटाको क्षमता तुलना गर्नुपर्ने पनि स्थिति छ। त्यसै गरी रेणु दाहाल र शोभिता गौतमको क्षमतालाई तुलना गर्ने हो भने रेणु दाहाल र शोभिता गौतमको क्षमता पनि कसरी तुलना हुन सक्छ। त्यसै गरी धादिङबाट राजेन्द्र पाण्डे र आशिका तामाङको मैले भनिसकेँ। यी यावत कुराहरू अनुत्तरित प्रकारका प्रश्नहरू खडा भएका छन् र त्यति मात्र होइन, अब जुन प्रकारले रासोपामा जनताको एउटा आकर्षणको केन्द्र बन्यो र सबै जनताको मत चाहिँ रासोपातिर केन्द्रित भयो। अहिलेसम्मको परिणामलाई हेर्ने हो भने, एनालाइसिस गर्ने हो भने रासोपाले लगभग 2/3 निकटको मत परिणाम ल्याउने देखिन्छ। यो भयो भने अब के हुन सक्छ भने, यदि रासोपाले 2/3 बहुमत ल्यायो, तर 2/3 बहुमत ल्याएर पनि उसले आफूले चाहे जस्तो जुन रेडिकल प्रकारका चेन्ज गर्नुपर्ने स्थिति हो, त्यो स्थितिमा अहिले रासोपा जान सक्ने स्थितिमा छैन। त्यसका के कारण छन्? जस्तो पहिलो कुरा, राष्ट्रपतिको कार्यकाल नेपालको संविधान 2072 को धारा 62 अनुसार 5 वर्षको हुने गर्दछ र अहिलेका राष्ट्रपति रामचन्द्र पौडेल 2079 माघ महिनामा राष्ट्रपति बनेका हुन्। यसको अर्थ अझै पनि 1 वर्ष पुरा राष्ट्रपतिको कार्यकाल हुनेछ। पहिलो कुरा, राष्ट्रपाले संविधान संशोधन गर्ने जुन प्रकारले धारणा बनाउन सक्छ, त्यसलाई राष्ट्रपति कार्यकालले पनि अवरोध गर्न सक्छ, पहिलो। दोस्रो, प्रतिनिधि सभामा बहुमत भए पनि त्यो प्रस्ताव अगाडि ल्याउनु, संविधान संशोधनको प्रस्ताव अगाडि ल्याउने क्रममा नेपालका 7वटा प्रदेशमध्ये बहुमत प्रदेशले त्यसलाई स्वीकृत गराउनु पर्ने हुन्छ र प्रस्ताव गर्नुपर्ने हुन्छ। दोस्रो कुरा, अहिले राजसभाको कुनै पनि प्रदेशमा एउटा पनि सरकार छैन र अहिलेको जुन विद्यमान प्रदेशको संरचना, त्यो संरचनाले राजसभालाई सघाउने देखिँदैन। तेस्रो कुरा, प्रदेशबाट जुन प्रकारले सहयोग होला राजसभालाई संविधान संशोधनको लागि, त्यसपछि प्रतिनिधि सभाले पनि पास गर्ला। तर माथिल्लो सभामा अहिले पनि यी परम्परागत पार्टीहरू, 3वटा पार्टीहरूको बहुमत छ, कब्जा छ। अहिले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल नेपाली कम्युनिस्ट पार्टीका नेता हुनुहुन्छ र उनको नेतृत्वमा रहेको राष्ट्रिय सभाले राजसभाले जुन प्रकारले प्रतिनिधि सभाले पठाएको प्रस्ताव हो, त्यो प्रस्तावलाई ठाडै अस्वीकार गर्न सक्ने हुन्छ। किन भन्दाखेरि यो राजनीतिक अस्तित्वको कुरा हो। राजनीतिक अस्तित्व सकिने स्थितिमा उनीहरूले आफ्नो राजनीति सकाएर संविधान संशोधनको लागि त्यस्तो जोखिम मोल्न सक्ने स्थिति छैन। त्यसकारण त्यो 3वटा कारणले अहिले राष्ट्रपतिले संविधान संशोधन गर्न सक्दैन। तर सामान्य
जुन प्रकारको बहुमतको सरकार हो त्यो अवस्था भने अहिले राजसभालाई एकदम बेनिफिट अफ डाउट भन्छ, शङ्काको लाभ चाहिँ दिनै पर्ने हुन्छ। र राजसभाले सामान्यतः सरकारले गर्ने सामान्यतः सुधारका कार्यक्रमहरू जस्तो आर्थिक कार्यक्रमहरू कम्तीमा 5 वर्षभित्र 5 वर्ष सरकार चलाएको स्थितिमा राजसभाले अहिलेको आर्थिक स्थितिलाई 7% एभरेजमा जिडिपी विकास गर्ने हो भने पनि यसलाई 5 वर्षमा लगभग 35%, अर्थात् अहिलेको जुन $1400 प्रति व्यक्ति आयो यसलाई लगभग 2200-2500सम्म पुर्याउन सक्ने स्थिति भने त्यो देखिन्छ यदि त्यो गरेको अवस्थामा। र सुशासनका केही प्रक्रियाहरू जस्तो भ्रष्टाचारका फाइल खोल्ने, त्यसपछि त्यसै गरी विभिन्न आर्थिक अपचलनका कुराहरू छन्, त्यसपछि पदीय दुरुपयोग गरेर एमाले, काङ्ग्रेस, माओवादी लगायतका पार्टीहरूले जुन प्रकारले आर्थिक अपचलन गरेका छन् त्यसको छानबिन गर्ने सामान्य सुधारका कामहरू पनि गर्न सक्छ। तथापि संरचनागत हिसाबले शासकीय स्वरूपको कुरा, त्यसपछि न्यायपालिकाको पुनर्संरचनाको कुरा र त्यसै गरी नेपाली सेनाको लोकतान्त्रिकरण प्रक्रिया भने अहिलेको राजसभाले गर्न सक्ने छैन। त्यसकारण अब त्यो भयो, यो आन्तरिक कुरा भयो। अब भू राजनीतिक फ्याक्टरले के भूमिका खेल्न सक्छ भन्ने विषय पनि संक्षिप्तमा चर्चा गर्छु। यो आजको अङ्कमा एकैपटक यो चर्चा गरेर सम्भव छैन, म संक्षिप्तमा भन्छु। अहिलेसम्मको सिनारी हेर्दाखेरि राजसभाको जुन प्रकारले उदय भयो, कतिपय जानकारहरूको अनुसार यो एल्गोरिदमले जुन प्रकारले राजसभालाई बुस्ट अप गर्यो त्यो बुस्ट अपको पछाडि अमेरिकी सैन्य सहायता सम्झौताको हात रहेको कतिपय जानकारहरूले बताउँछन्। अबको केही समय पश्चात, योभन्दा अगाडि पनि पहिलाको सरकारलाई, देउबाको सरकारलाई एसपीपी पास गर्न अमेरिकाले दबाब दिएको थियो, तर मन्त्री परिषदको बैठक 2079 को सरकारले असारमा बसेको मन्त्री परिषदले त्यसलाई अगाडि नबढाउने निर्णय गरेको थियो। तर अब बालेन र रविको सरकार आइसकेपछि उनीहरूले बाध्य भएर एसपी पास गर्न सक्ने, र त्यो भइसकेपछि भू राजनीतिक टकराव, चीन, भारत र अमेरिकाको भू राजनीतिक टकरावको केन्द्र बन्न सक्ने कतिपय जानकारहरू बताउँछन्। यो एसपीपी सम्झौता के हो र एसपीपी सम्झौता पास गरेको अवस्थामा हाम्रो देशलाई के हानि हुनसक्छ र राजसभाका दुईवटा नेताहरू विशेष गरेर बालेन शाह र रवि लामिछानेलाई के फाइदा हुनसक्छ भन्ने अर्को अङ्कमा म चर्चाको प्रयास गर्नेछु भन्दै आजलाई मलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।